सो हेलो एन्ड नमस्ते। आज म रियाक्सन गर्न गइरहेको छु एसएस राजामौलीको बाहुबली द इन्टरनल वारको ट्रिजर रियाक्सन। सो भित्र के छ कस्तो छ मलाई पनि थाहा छैन, म फर्स्ट टाइम हेर्दैछु र फर्स्ट टाइममै सँगै रियाक्सन गरौँ। लेट्स गो एन्ड रियाक्ट टुगेदर है त गाइज। यो म्यान बाहुबली। जब मेरे प्यारे बेटे का जन्म हुआ तब मुझे नहीं पता था कि उसका भाग्य उसके जन्म से बहुत पहले लिखा जा चुका है। यो सिन चाहिँ हो क्या बाहुबली फर्स्ट वान पार्ट, बाहुबलीको फर्स्ट पार्ट जसले हेरेको छ होइन तिनीहरूलाई थाहा छ के यो सिनले गर्दा चाहिँ मान्छेहरू यति क्युरियोसिटी भयो कि यति उत्सुकता भयो कि मान्छेहरूमा कटप्पाले बाहुबलीलाई किन मार्यो, कटप्पाले बाहुबलीको क्यों मारा होइन। यसले गर्दा चाहिँ पार्ट 2 मोर होइन चलेको चाहिँ है। पार्ट 2 चल्नु माने यो सिनको हात छ क्या। कटप्पा उसकी मृत्यु उसका अंत नहीं, आरंभ था। बाहुबली मर्नुमा पनि यो आइमीको पनि ठुलो हात छ है। यसले गर्दा पनि हो क्या, यसले कुरा नबुझेर पनि बाहुबली मरेको। उसे उसकी नियति तक ले जाने का के हो बाहुबलीको आत्मा त नेक्स्ट प्लानेटमा गयो क्या हो, जो एक महायुद्ध को आमंत्रण देने वाली थी। देवासुर संग्राम। हट जाओ विशासुर। फेरि एकचोटि रिप्ले गरौँ ल, के भन्दैछ। ओके यहाँबाट हेरौँ है त। को आमंत्रण देने वाली थी देवासुर संग्राम। देवासुर संग्राम। हट जाओ विशासुर, बाहुबली मुझसे नहीं बचेगा। इंद्र मेरे भाई, बाहुबली को पाने के लिए तुझे मेरी भुजाएं लागनी पड़ेंगी। यो त शिव ताण्डव ब्याकग्राउन्डमा बजिरहेको छ होइन, शिव ताण्डव ब्याकग्राउन्डमा बजिरहेको छ। त्यहाँनिर सायद जो बाहुबलीको आत्मा उडेर जो नेक्स्ट प्लानेटमा टाइम पोर्ट भएको थियो त्यो नै यो ताण्डव गरिरहेको बाहुबली नै हुनसक्छ होइन। अनि बाहुबलीलाई मार्नको लागि पनि कोही आएर त्योलाई मार्नको लागि कोही पहिले पर्खिरहेको मान्छेसँग झगडा गरिरहेको छ, तर बाहुबली चाहिँ यहाँनिर शिव ताण्डव गरिरहेको छ। यो स्टोरी कहाँ पुगिरहेछ यार। एसएस राजामौलीले कहाँसम्मको सोचेर चाहिँ के बनाउन सकेको। आमा दामी होला यार यो त। यस्तो एनिमेटेड त है ओ बबाल क्या। मलाई थाहा थियो कि जो ताण्डव गरिरहेको छ त्यो बाहुबलीको आत्मा टेलिपोर्ट भएर नेक्स्ट प्लानेटमा पुगेको बाहुबली नै हुनुपर्छ भनेर। दिस म्यान दामी दामी देखाइदिएछ है। अब तेरे बाहुबली को कौन बचाएगा? अब तेरे बाहुबली को कौन बचाएगा भनेपछि जो पहिले त्यहाँ उभिरहेको थियो त्यो चाहिँ बाहुबलीको जो गार्ड टाइपको होला कि, त्यो चाहिँ सेक्युरिटी टाइपको हुन्छ नि। भनेपछि यो चाहिँ बाहुबलीकै सपोर्टवाला मान्छे होला क्या। ओके ओके जय महाकाल। प्रश्न ये होना चाहिए इंद्रा कि अब तुम्हें कौन बचाएगा। प्रश्न ये होना चाहिए अब इन्द्रा भनेपछि त्यो इन्द्र भगवान हो कि क्या हो। फिर बैक गरौँ है थोरै। ओके प्रश्न ये होना चाहिए इंद्रा कि अब तुम्हें कौन बचाएगा। Oh, the fight between Bahubali and Indra Bhagwan. Okay, interesting. ब्रह्मांड का भाग्य एक मनुष्य के हाथों में है। कस्तो दामी सिन हो यो, कस्तो दामी सिन हो। यताबाट इन्द्र भगवान उडेर एट्याक हान्दै हुनुहुन्छ, उताबाट बाहुबलीले एट्याक हान्दैछ भनेपछि यो इन्द्र रथ चाहिँ बाहुबलीको कब्जामा होला क्या सायद।
मेबी है। किन सक्यो यो टिजर, किन सक्यो? अरे अ फिल्म बाई ईशान शुक्ला, एसएस राजामौली होइन? एसएस राजामौली प्रेजेन्ट द इन्टरनल वार पार्ट 1 in theater 2027. What a mind blowing यार, यो किन सिधै के टिजर यस्तो दामी छ यार, कस्तो मन पऱ्यो क्या मलाई। आमामा त्यो बेस्ट यो टिजरमा मलाई बेस्ट लागेको पार्ट भनेको चाहिँ एउटा शिव ताण्डव होइन, अब भगवान् महाशङ्कर शिव भगवानको जो त्यो ताण्डव छ नि, ब्याकग्राउन्ड म्युजिक र त्यो ताण्डव दामी छ। दोस्रो इन्द्र भगवान र त्यो जुन बाहुबलीले रथमा चढेर जुन त्यो वार सिन छ नि, माथिबाट इन्द्र भगवान तलबाट बाहुबली होइन, सायद त्यो रथ चाहिँ इन्द्र भगवानको रथ होला क्या। भनेपछि मेरो विचारमा बाहुबलीले चाहिँ इन्द्र भगवानको स्वर्ग कब्जा गरे जस्तो छ क्या। आई डोन्ट नो, जे पनि हुनसक्छ होइन, तर यो ट्रिजर हेरेर यस्तो दामी एनिमेसन छ है। आइ एम सो एक्साइटेड है यो फिल्मको लागि। सो कसले यो ट्रिजर हेरिसक्नुभयो र हेर्नु भएको छैन भने मसँग हेरेर जसले साथ दिनुभयो थ्याङ्क यू सो मच। कमेन्ट गर्नुहोस् के मन पर्यो र को एक्साइटेड हुनुहुन्छ। बाहुबली फ्यान, प्रभास फ्यान एन्ड एसएस राजामौली फ्यान सबैजना कमेन्ट गर्नुहोस् अनि सेयर गर्नुहोस्, लाइक गर्नुहोस्। म फेरि अर्को नयाँ भिडियोमा रियाक्सन गर्ने नै छु। तर यो फिल्मको लागि चाहिँ आई एम सो एक्साइटेड एन्ड आई होप यु गाइज आर अल्सो एक्साइटेड टु वाच दिस फिल्मको लागि है। सो इन 2027 भनेको छ होइन, 2027 भनेको थियो होइन, ओके 2027 भनेको छ। सो हेरौँ के हुनसक्छ। अब ट्रिजरै यस्तो खतरा छ है, ट्रेलर कस्तो हुन्छ होला। ओके गाइज, फेरि भिडियोमा अर्को भिडियोमा। सो वेट फर माई नेक्स्ट रियाक्सन भिडियो। सी यू सुन एन्ड हेभ अ नाइस डे।